एकैछिन मलाई एकदमै ध्यान दिएर तिमीले सुनिदियो, सिर्फ 2 मिनट। तिम्रो 2 मिनटले नि तिम्रो लाइफमा के अलिकति भ्यालु भए पनि एड हुनसक्छ। र तिमीले होइन मलाई थ्याङ्क यू भन्छ कि पछि गएर, बुझ्यौ नि? सुन है, तिमीहरूले जहिले पनि मलाई थाहा भाइ तिमीहरूको जिन्दगीमा दुःख आइरह होइन, तिमीले चाहँदा चाहँदै बडो मेहनत गरेका छौ, मेहनतको नतिजा पाइरहेको छैन होइन, तिम्रो लाइफमा एकदमै ट्रबल आइरहेको छ, एकदमै दुःख आइरहेको छ, एकदमै मतलब यस्तो लाग्यो कि भित्रभित्र मतलब के भगवान्ले मसित यस्तो किन गरिरह, मेरो लाइफमा यति धेरै ट्रबल, यति दुःख, यति पीडा मलाई किन दिइरहन् भाइ मलाई भने तिमीले सोध्छौ कि। अन्त भगवान्ले दोष दिन्छौ, ए भगवान् तिमीले यस्तो गर्यो उस्तो गर्यो होइन, उसलाई कति बेहतर लाइफ देऊ, उसलाई कति झक्कास लाइफ देऊ, मेरो लाइफ त तिमीले डामाडोल गर्छौ भने तिमीले भगवान्ले दुःख दिन्छ, भगवान्ले तिमीलाई दिन्छ दोष दिन्छ। तर एकछिन म तिमीलाई एउटा कुरा भन्छु भाइ, लाइफमा नि भाइ त्यसलाई दुःख दिन्छ नि भगवान्ले, त्यो चाहिँ भाइ राजा बन्नलाई जन्मे हो कि के भने मैले, राजा बन्नलाई भगवान्ले त्यसलाई दुःख दिन्छ नि, बहुत दुःख दिन्छ नि, त्यो राजा बन्नको लागि पैदा भएको हो कि। त्यही भएर तिमीहरूको होइन, तिमीहरूको जो तिमी सोध्छौ नि कि भाइ मलाई भगवान्ले यति किन दुःख दिइरहन् होइन, मेरो लाइफ डामाडोल भइरह, मैले यति मिहिनेत गरिरहेको छु, मैले किन फल पाइरहेको छैन। हेर, सबैको टाइमलाइन अलग अलग हुन्छ। तिमी जन्म्यौ होइन, कोही अर्को मान्छे पनि अलग टाइमलाइनमा जन्मियो होला, अर्को मान्छे पनि अलग टाइमलाइनमा जन्मियो होला होइन, अलग अलग यदि टाइमलाइनमा जन्मेछन् भने तिम्रो सक्सेसको ढोका किन एउटै समयमा खुल्न पर्छ भन्ने छ त नि, उसको चाँडै खुल्ला, उसको सक्सेसको ढोका चाँडै खुल्ला होइन, तिम्रो पछि ढिलो खुल्ला तर खुल्छ, अवश्य खुल्छ के एक दिन अवश्य खुल्छ होइन। त्यही भएर मेरो लाइफमा किन यस्तो ट्रबल भइरहेछ, मैले यति मिहिनेत गरिरहेको छु, त्यो पनि सक्सेस पाउन गाह्रो भइरहेछ, नात्यो पेसेन्स राह होइन। यो कुरा नबिर्स कि भाइ लाइफमा त्यसैलाई दुःख दिन्छन् भगवान्ले, त्यो चाहिँ भाइ राजा बन्नलाई जन्मे हुन्छ, बुझ्यौ नि? राजा बन्न तिम्रो केही मामुली इन्सान होइन भाइ, तिम्रो राजा बन्नलाई जन्म। यदि तिम्रो लाइफमा ट्रबल आएको छ, पीडा छ होइन, बहुत धेरै सङ्कट बाधामा तिमी पढेका छौ, तिमी टुटिसक्यौ, तिमी म हार मान्ने बेला भयो, तर त्यो समयमा हार नमान, हिँड्दै राह जबसम्म सक्सेसको ढोकामा नक हुँदैन, बुझ्यौ नि? त्यही भएर मेरो लाइफ उस्तो भयो भने नबस, पेसेन्स राह र भगवान्मा बिलिभ गर कि one day I will be succeed।